या मेरो दाँत एकदम दुखेछ डाक्टर साहब कहाँ हुनुहुन्छ होला के को पेपर बनाउने र मलाई दुखेर यस्तो गाह्रो भयो छिटो बोलाउनुहोस् न नाम त भन्नु नाम त लेख्न पर्छ यहाँ पहिला चेकअप गरौँ न नाम मैले पछि लेखाउँला के नाम भन्नु न शोभा थापा छिटो डाक्टरलाई बोलाउनु छिटो छिटो कता हो खै खै को डाक्टर खै कहाँ यहाँ हो अस्ति होइन हजुरलाई त एकदमै गाह्रो भएर आउनुभयो कि यहाँ सुत्नु त सुत्नु एकचोटि हेरौँ मिल्दैन नि हजुर सुत्नु न किन र ल एकचोटि आ गर्नुहोस् त हजुरको दाँत हेरौँ है त कतापट्टि दुखिरहेछ हजुरलाई ओहो हजुरलाई यता पो दुखिरह हो ओहो यो त गिजा पनि सुन्ने रहेछ हजुरको त बुद्धि बगाएर आउनु थाल्यो रहेछ यहाँ टन टन पनि भइरहेछ होला है काला पनि सुन्नु हजुरलाई यहाँ छाम्दा सुन्नेछ दुख्यो ओहो हजुरको एउटा एक्सरे गरौँ है त एक्सरे गर्नुपर्छ र पहिला चेकअप गरिदिनु एक्सरे गरेर पो हजुरको दाँत कसरी आएछ के छ भनेर पो थाहा हुन्छ एक्सरे नगरिकन कसरी थाहा हुन्छ त मैले हजुरको एउटा एक्सरे पनि हेरेँ एक्सरे हेर्दा चाहिँ हजुरको बुद्धि बङ्गाएर आउँदैछ थोरै बाङ्गी पनि आएको छ यसलाई त निकाल्नुपर्छ निकाल्नै पर्ने हो र हजुर निकालेन भने चाहिँ हजुरको त्यही खानेकुरा अड्किने दुख्ने आ गर्न गाह्रो हुने तपाईँलाई एकदम स्ट्रेस भयो भने धेरै दुख्ने त्यस्तो प्रब्लम पो हुन्छ त बुद्धि बङ्गाएर चाहिँ ननिकालिकन यतिकै के गर्न मिल्दैन र अब ननिकालिकन तपाईँको निकाल्नै पर्ने कन्डिसन छ यदि सिधै आएको भए चाहिँ हजुर हामीले कुनै उपचार गरेर गिजाहरू काटेर अथवा तपाईँलाई दाँत सिधा आउने बनाउन मिल्थ्यो अहिले तपाईँको बाङ्गी आएको कारणले चाहिँ हजुरको दाँत निकाल्नै पर्ने छ निकाल्नै पर्ने हो र हजुर निकाल्नै पर्छ कि न त निकाल्यो भने आँखा कमजोर हुन्छ अरे तपाईँ त भर्खर त आँखा त बुद्धि बगाएर बुद्धि गयो भने क्या नि हो ए हजुरको त्यस्तो बुद्धि जाने उहाँलाई जस्तै हजुरहरूलाई पनि बुद्धि बङ्गाएर निकालेपछि बुद्धि जान्छ भन्ने डर अवश्य लागेको छ होला बुद्धि बङ्गाएर भनेको हाम्रो चाहिँ एकदम म्याच्योर एज भएपछि आउने दाँत भएकाले बुद्धि बङ्गाएरदेखि हजुरहरू डराउनु पर्दैन तपाईँहरूको लगभग 17 वर्षदेखिबाट आउन सुरु गर्ने यो बुद्धि बङ्गाएर 28-29 वर्षसम्म पनि आइरहेको हुन्छ एउटा म्याच्योरिटी आइसकेपछि आउनु भएकाले चाहिँ हामीले बुद्धि बङ्गाएर अथवा बुद्धि आएको दाँत भनेर बुझिन्छ जो दाँत निकालेपछि हामीलाई गाह्रो हुने बुद्धि जाने यस्तो चाहिँ हुँदैन अनि भन्नुभयो दाँत निकालेपछि आँखा कमजोर हुन्छ होला दाँत निकालेर आँखा कमजोर हुने चाहिँ अवश्य नै होइन तर तपाईँको दाँतमा भएको इन्फेक्सनलाई राम्रोसँग सफा गर्नु भएन भने पछि चाहिँ त्यसले चाहिँ झन् फर्दर कम्प्लिकेसन ल्याउने गर्दाखेरि तपाईँले दाँतको उपचार चाहिँ टाइममा गर्नुपर्ने हुन्छ र उहाँले जसरी भन्नुभयो दाँत एकदमै दुखिरहेको छ तर दाँत निकाल्न मान्नुभएको छैन अब तपाईँहरूले उहाँको एक्सरेमा हेर्न सक्नुहुन्छ त्यो आइरहेको बुद्धि बङ्गाराले चाहिँ साइडको दाँतलाई पनि असर गरेर उहाँलाई एकदमै दुखिरहेको छ त्यसै कारणले कुनै पनि दाँतको उपचार गर्नको लागि हजुर एकदमै नडराउनुहोस् बुद्धि बङ्गारा निकालेर बुद्धि जाने चाहिँ होइन तपाईँलाई भएको प्रब्लमलाई चाहिँ झन् सल्भ गर्न मद्दत गर्दछ त्यसै कारणले बुद्धि बङ्गारा भनेको चाहिँ यति अप्ठ्यारो तरिकाले आउने दाँत हो अनि ढिलो आउने दाँत भएकाले चाहिँ तपाईँलाई गाह्रो हुँदैन थ्याङ्क यू